भने हामी त्यहाँ गएर हामीले सिंहदरबार खुलाइदियो भने त हाम्रो राजा त आइहाल्छ नि शान्त तरिकाले आउने हो नि त कुनै जस्तो नेताहरू जस्तो गरेर मान्छे कुटेर मान्छे मारेर जेएनजी युवाहरूलाई मारेर त हाम्रो राजा अगाडि बढेको त होइन राजा त राजै हो नि त्यो भन्छु म तपाईँलाई सम्भावना देख्नुहुन्छ अझै फर्कने सम्भावना एकदमै 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 मनले भन्छु र सबैजनाले आत्मसाथले भन्छु धेरैजना आमाहरू रोएको छ अस्तिको जेएनजी आन्दोलनमा तपाईँले देख्नु भइहाल्यो नेताहरूको पारा देख्नु भइहाल्यो त्यो कारणले गर्दाखेरि चाहिँ एकचोटि चाहिँ हाम्रो देशमा राजा आओस् भन्ने हाम्रो चाहना हो जेएनजी आन्दोलन पश्चात पनि राजा चाहिँ गद्दीमा बस्छन् नव राजा फर्किन्छन् भनेर धेरै हल्ला पनि चल्यो होइन तर पछिल्लो समय भएन त्यो तपाईँहरूलाई मैले अझ तपाईँको कुरा काटेँ सर मैले ठ्याक्कै भनिहालेँ नि जुनै नेता आए पनि जुनै गरे पनि तर राजा जस्तो चाहिँ हुँदैन होइन जुन तरिकाले तपाईँले अहिले ठ्याक्कै एउटा कुरा भन्नुभयो अब राजा फर्किने सम्भव कति छ भने राजा तपाईँको मनमा पनि राजा छ कि तर तपाईँ खुलेर भन्न सक्नुहुन्न कि राजा आएर हाम्रो देशलाई राम्रो गरिदियोस् भन्ने कुरा सबैको मनमा छ कि नेपाल प्रहरीहरूको मनमा पनि छ कि तर खुल्याम भन्न सक्दैन हामी त कुटाइ खाए पनि हामीलाई मारे पनि गोली हाने पनि हामीले चाहिँ राजा ल्याउनुपर्छ भन्ने हाम्रो अभियान चाहिँ जति पनि समस्याहरू छ